हेलो एभ्रिवान, मेरो नाम चाहिँ प्रकाश है। अनि म दिन प्रतिदिन चाहिँ भिडियो बनाउने कोसिस गर्छु होइन। अनि मेरो उद्देश्य चाहिँ के हो भन्दाखेरि मेरो कम्युनिकेसन स्किल पनि बढोस्। अनि म हेर्न चाहन्छु कि मेरो सोचहरू कसरी बदलिरहेछ। अनि म अकाउन्टेबल हुन चाहन्छु होइन, म कहाँ पुगिरहेको छु। अनि म यो महसुस गर्न चाहन्छु कि म केही चिजमा चाहिँ कन्सिस्टेन्ट छु। मैले समय लाइफमा कुनै चिजमा पनि त्यस्तो धेरै कन्सिस्टेन्ट छैन। एउटै कुरामा कन्सिस्टेन्ट भएको भनेको म काममा छु। अब किचनमा काम गरेको छु, लगभग 2 वर्ष भइसकेको छ किचनमै काम गरिरहेको छु। त्यो कन्सिस्टेन्ट भयो होइन। अनि अर्को भनेको कम्युनिकेसन स्किल्स, त्यो टेक्निकल स्किल भयो। अब कम्युनिकेसन स्किलमा चाहिँ लगभग 6 महिना भइसकेको छ म। अनि सो टेक्निकल प्लस कम्युनिकेसन स्किल्स भइसकेपछि बिजनेस गर्न सकिन्छ भने मेरो थर्ड क्या। अनि फर इक्जाम्पल अब अझै पनि 2-3 वर्ष फेरि टेक्निकल त्यही कुरामा लागिराख्यो भनेदेखि मेरो टेक्निकल स्किल बढ्छ, प्लस म कम्युनिकेट गर्दै गर्दाखेरि मेरो कम्युनिकेसन स्किल बढ्छ, जस कारणले चाहिँ मैले बिजनेस गर्न सक्छु। तर यसको बावजुद यो होइन कि यतिले गर्दा मेरो बिजनेस सक्सेसफुल हुन्छ भन्ने छैन। तर धेरै कुरा छ मैले के अरे सिक्न पर्ने आवश्यक छ। तर म आफ्नो यो सफ्ट साइड पनि म इम्प्रुभ गर्दै जाऊँ। फर इक्जाम्पल म पनि कम्प्युटर साइन्स स्टुडेन्ट हो। फर इक्जाम्पल भविष्यमा मानिलिउँ म ठुलो इन्डस्ट्रीमा छिर्छु भनेदेखि यो कम्युनिकेसन स्किल चाहिँ मलाई एकदम हेल्प गर्नेवाला छ। सो म चाहिँ युएसमा बस्छु होइन, एज अ इन्टरनेसनल स्टुडेन्ट। सो एभ्री सिङ्गल डे म भिडियो बनाउँछु। यति नै हो। फेरि भोलि म फेरि बोल्न आउँछु।